हालेलुया हालेलुया ग्लोरियस एडोनाई महिमा प्रशंसा आदर परमप्रभु तपाईलाई हाम्रो जिउँदो प्रभु हाम्रो जिउँदो परमेश्वर हाम्रो उद्धारक हाम्रो चट्टान हाम्रो किल्ला भर पर्नुपर्ने ठाउँ ओत लाग्नुपर्ने ठाउँ हाम्रो हाइडिङ प्लेस हाम्रो सटन स्थान हाम्रो छत्रछाया हाम्रो बल हाम्रो सामर्थ परमप्रभु तपाईँ धन्य हो त्यो मानिस हे परमप्रभु जो तपाईँ परमेश्वरको छत्रछायामुनि आउँदछ तपाईँ परमप्रभुमाथि भरोसा राख्दछ तपाईँ परमप्रभुमाथि आशा राख्दछ हे परमप्रभु तपाईँ परमप्रभु परमेश्वरले कहिले पनि छोड्नुहुन्न त्याग्नुहुन्न तपाईँ परमप्रभु परमेश्वरले आफ्ना उत्तम विचारका कुराहरूबाट उत्तम योजनाका कुराहरूबाट सुरक्षा छाउनी पहरा दिनुहुने तपाईँ परमप्रभु परमेश्वर आफ्नो शक्तिमा आफ्नो सामर्थ्यमा आफ्नो धनु ताँदो चढाउनु हुने परमेश्वर तन्काउनु हुने परमेश्वर ब्याटल गरिदिनु हुने परमेश्वर ओ लाठेडोनाई तपाईँ परमप्रभुको नाउँलाई उच्च पार्दै तपाईँको नाउँलाई धन्यको भन्दै आउँदछु हे मेरो प्राण परमप्रभुलाई धन्यको भन्दछु यो पुस्ता तपाईँ परमप्रभु परमेश्वरको सामु युद्धका एउटा हतियार हथौडा परमेश्वरको वचनले भरिएका परमेश्वरको गुणले भरिएका जससँग परमप्रभु परमेश्वर हुनुहुन्छ जसको माझमा परमप्रभु हुनुहुन्छ जसको बीचमा परमप्रभु परमेश्वर आफ्नो वचनको ज्योतिमा बस्नुहुने पसाल्नुहुने तपाईँ परमप्रभु परमेश्वर यो पुस्ताको वरिपरि यो पुस्ताको बीचमा यो पुस्तालाई डोराउने यो पुस्तालाई सम्हाल्ने परमप्रभु तपाईँ नै हुनुहुन्छ ओ लाठेडोनाई तपाईँ परमप्रभुको नाउँलाई उच्च पार्दै धन्यको भन्दै आउँदछु प्रभु तपाईँ परमेश्वर आफ्नो वचनमा सात मण्डलीको बीचमा जो बौरी उठेको प्रभु मानिसको पुत्र थुमाको रूपमा मानिसको पुत्रको रूपमा यीशु प्रभु तपाईँको दिनमा जिएका मानिस यूहन्नाले तपाईँ परमप्रभु परमेश्वरलाई विभिन्न थवरले मानिसको पुत्रको रूपमा थुमाको रूपमा समुद्रको नदीको पानी सरको तपाईँको आवाज तुरैको जस्तो तपाईँको आवाज हे परमप्रभु तपाईँ परमेश्वर बोल्नुहुँदा तपाईँ परमप्रभु परमेश्वर आफूलाई प्रकट गर्नुहुने प्रभु तपाईँ हे परमप्रभु परमेश्वर मोसाको दिनमा बाक्लो बादलमा देखा पर्नुहुने परमेश्वर आफ्नो महिमाका बादल आफ्नो महिमाको आगोको खामो बनिकन इजरायलको बीचमा बस्नुहुने तपाईँ परमप्रभु परमेश्वर मोसाको दिनमा हे परमप्रभु मानिसहरूको दुष्टता मानिसहरूको भ्रष्टता मानिसहरूको विरोधी अवस्थाको बीचमा मोसाको फालमा ओर्लेर आउनुहुने मानिसहरूले देखिने गरी बाक्लो बादलको रूपमा ओर्लेर आउनुहुने प्रभु तपाईँ मानिसहरू हठी भएको बेला तपाईँको आफ्ना मानिस जो तपाईँको सामु उभिरहने प्रार्थनाको धूप छडेर राख्ने परमेश्वरमा अन्तर्विन्ती गरिराख्ने परमेश्वरको हात पाले ढोराउने मानिसहरू मोसा अनि हारूनको अवस्था र परिस्थितिको बीचमा मानिसहरूले विरोध गरिरहेको अवस्थामा हे परमप्रभु तपाईँ परमेश्वर बाक्लो बादलमा देखा पर्नुहुने प्रभु पालको अगाडि पालको माथि देखा पर्नुहुने प्रभु तपाईँ हे परमप्रभु तपाईँ परमेश्वर यी पुस्तामा यी वर्तमान युगमा वर्तमान पुस्तामा आफ्नो मण्डली कहाँ प्रभु तपाईँको आफ्नो मोसाका दिनका दाउदको दिनका एलियाका दिनका हे परमप्रभु विभिन्न विभिन्न समयको परिस्थितिहरूमा अनेकौं प्रकारका समस्याका हुरी पतासको बीचमा आफूलाई आफ्नो मानिसहरूको बीचमा धर्मी जनको जीवनको बसालेको जीवनबाट प्रकट हुनुहुने प्रभु तपाईँ ओ लाठेडोनाई यस वर्तमान पुस्तामा प्रभु तपाईँ परमेश्वर वर्तमान युगका
अल्झिरहेका, बाँधिएका, बन्धनमा परेका, ओझेलमा परेका अवस्थाको बीचमा हे परमप्रभु सात मण्डलीलाई ढकढकाउनु हुने तपाईँ परमेश्वरको आफ्नो अनन्तका कुराका वचनद्वारा स्याहार सुसार गर्न, सम्हाल्न, मण्डलीको दाहिनेतर्फ खडा भइकिन बल दिनलाई, सामर्थ दिनलाई, नयाँ तुल्याउनलाई, दृष्टिविहीन भइरहेको अवस्थामा दृष्टि दिनलाई, सुन्न नसकिरहेको अवस्थामा सुन्नलाई, हिँड्न नसकिरहेको अवस्थामा हिँड्नलाई, बल घटिरहेको अवस्थामा बल दिनलाई, बिथुलो अवस्था परिरहेको अवस्थामा शुद्ध पार्नलाई हे परमप्रभु आफ्नो मण्डलीमा, आफ्नो मण्डलीको बीचमा हे परमप्रभु आफ्नो मेसेज, तपाईँ परमेश्वरको सल्लाह, वचनको ज्योति, तपाईँको सामर्थ, तपाईँको अनुग्रह लिएर ओर्लेर आउनुहुने परमेश्वर। धन्य होस् त्यो मानिस जसको पाप क्षमा भएको छ, जसको अपराध क्षमा भएको छ, जसको हात, जसको कान निर्दोष पाइएको छ, जसको हृदय बिटुलेको छैन, जसको हृदय खोट लागेको छैन। हे परमप्रभु, तपाईँ परमप्रभु परमेश्वरले नै अनन्तका विषयका कुराहरूलाई स्टाब्लिस गर्ने परमप्रभु तपाईँ आफ्नो मानिसहरूको जीवनभित्र, पुस्ताौं पुस्ताभित्र परमप्रभु तपाईँ परमेश्वरको माया, तपाईँको चाल, तपाईँको धार्मिकता, वचनभित्रको सत्यता, त्यस पुस्तामा रहस्यका भण्डार खोल्नुहुने, रहस्यका भेद खोल्नुहुने प्रभु तपाईँ। ओ लाठेडोनाय, कतिलाई तपाईँ परमेश्वरले हे परमप्रभु तपाईँको विषयका कुराहरूमा फोरफ्रन्ट खुट्नलाई, रन गर्नलाई, तपाईँको माइन्ड बोक्नलाई, तपाईँको माइन्डका कुराहरू कन्सिभ गर्नलाई, त्यो कन्सिभ गरेको कुराहरूमा जन्माउने, निकाल्ने अर्को पुस्तालाई, जन्माएका कुराहरूलाई पालन पोषण गर्ने अर्को पुस्ता। ओ लाठेडोनाय, तपाईँ परमप्रभुको उत्तम ज्ञानको भण्डारले, तपाईँको उत्तम बुद्धि र समझको भण्डारले पुस्तौं पुस्ताका मानिसहरूलाई, तपाईँको हातका कामहरूले, यस पृथ्वीमा जिउने मानिस जो भ्रष्ट समाजदेखि तपाईँ परमप्रभुको वचनको ज्योतिले, एटोनमेन्टको ब्लडले तपाईँ परमप्रभुले आफ्नो नजिक ल्याउनु हुने परमेश्वर, आफ्नो योजनामा काम लाग्ने भाडो बनाउनु हुने परमेश्वर, आफ्नो अनन्तका विषयको कुरामा जो सराह रहिरहन्छ ती कुराहरूमा आफैलाई दिनुहुने परमेश्वर। मानिसहरूको कठिनाई, मानिसहरूको कमजोरता, दुर्बलताको बावजुद पनि प्रभु तपाईँ परमेश्वर, मानिसहरूको पृथ्वीमा जिउने भ्रष्ट मानिसहरूको आचरण स्वभावमा पनि हे परमप्रभु तपाईँ परमेश्वर, पर्खिने परमेश्वर, पेशेन्सका परमेश्वर, पर्खिने परमेश्वर तपाईँ हे परमप्रभु। अनि त्यही विषय कुरामा प्रभु तपाईँ परमेश्वरले आफ्नो नयाँ काम गर्नलाई, जोहरूलाई तपाईँ परमेश्वरले 3.5 वर्ष हिँडाउनु भयो, हे परमप्रभु तपाईँ परमेश्वरले एउटा नयाँ काम गर्नु, परमप्रभु परमेश्वरबाटका कुरामा मन लगाउन, ध्यान दिन, ती कुराहरूमा भिजेर जान, ती कुराहरूमा इमर्स हुन, ती कुराको निम्ति एउटै हुन, ती कुराको निम्ति परमेश्वरको वचनमा, अधीनमा, वाननेसमा आइपुग्न परमप्रभु सहायता गर्नुहुने परमेश्वर। उनीहरूको जीवनमा सेवा टहल गर्नुहुने परमेश्वर हे परमप्रभु, आफ्नो विषयमा पर्खन लाउनुहुने, आफ्नो विषयमा सल्लाह दिनुहुने, आफ्नो विषयमा छाउनी पारा दिनुहुने परमेश्वर। ओ लाठेडोनाय, तपाईँ परमप्रभुले यस पुस्तालाई, पहिलो पुस्तालाई तपाईँ परमेश्वरले जुन प्रकारले स्याहार सुसार गर्नुभयो प्रभु, यस वर्तमान युगका पुस्ताको चाल
स्वभाव हे परमप्रभु तपाईको वचनदेखि मिसावट भएको छ, जसको कारण हे परमप्रभु वर्तमान युगमा आइरहेको मण्डली, बसालिएको मण्डली हे परमप्रभु वचनको कामहरूमा, सेवाको कामहरूमा कन्फ्युज भइरहेको अवस्थामा, दोधार भइरहेको अवस्थामा, सिस्टमहरू बिग्रिरहेको अवस्थामा, शत्रुको पासोहरू झरिरहेको अवस्थामा हे परमप्रभु तपाईँ परमेश्वर नोआलाई सेवा ठल गर्नुहुने, 20-25 लाख इजरायलीहरूलाई सेवा गर्नुहुने, दाउदलाई सम्हाल्नुहुने, पतन भए तापनि प्रभु तपाईँको आत्माले तपाईँ परमेश्वरको विषयको कुरामा, उसको अन्तस्करणमा तपाईँ परमप्रभुलाई प्रेम गर्ने मानिसको जीवनलाई, वास्ता गर्ने खोजी गर्ने मानिसको जीवनलाई, धार्मिक जनलाई उसको कमजोरता र दुर्बलतामा पनि सहायता गर्नुहुने प्रभु तपाईँ। यही भने हे परमप्रभु दानको कुलका सिंहको छोरा डमरुलाई हे परमप्रभु तपाईँ परमेश्वरले सिम्सन जस्ता दागोनको मन्दिरभित्र फलिस्तीहरूको घेराभित्र तमासा भइरहेका मानिस, देख्ने क्षमताका आँखा गुमाएका मानिस, परमेश्वरबाटको बल गुमाएको मानिस, उसको अन्तस्करणले तपाईँ परमप्रभुलाई पुकार गर्दा सुन्नुहुने परमेश्वर, अघिको भन्दा ज्यादा बल प्रकट गर्नुहुने परमेश्वर प्रभु तपाईँ परमेश्वरले नेपाली जगत मण्डलीलाई यी वर्षहरूमा घटिरहेको बल, यी दिनहरूमा घटिरहेको बल, शत्रु प्रतिको सेकी गर्ने घटिरहेको बल, शावल जोनाथानको तरवार अब उसो प्रान्त म्यानबाट ननिस्किने, म्यानमा फर्केर नआउने अवस्था भएको सरको प्रभु नेपाली जगत मण्डली हे परमप्रभु तपाईँ परमेश्वरको मुखबाट निस्केका वचनहरूले नेपाली जगत मण्डली मौलाएर आउनु पर्ने। तर शावल अनि जोनाथानको अवस्थाको, उनीहरूको जीवनमा भएको बल, सामर्थ, तरवार चलाउने क्षमता, भाला चलाउने क्षमता हे परमप्रभु शत्रुले गाँजिएका ती दिन, ती वर्ष हे परमप्रभु नेपाली जगत यो अवस्थामा आइपुगेका छौँ प्रभु सर्वशक्तिमान हे परमप्रभु हामीमाथि दया गर्नुहोस्। नेपाली जगत मण्डली गर्भधारण गर्न नसक्ने अवस्था, अमेरिकी राजा ओखको फलिस्ती सेनापति योद्धाका मानिस, गोलियतका अन्धकारको वशमा परिएका त्यस भोइस जसको कारण अन्धकारका गढी मौलाएका तपाईका योद्धाहरू, यहोवा परमेश्वरको योद्धाहरूमा घटिरहेका भयो ती अवस्थाका सर प्रभु हामी नेपाली जगत मण्डलीका हे परमप्रभु यी दिनमा, यी समयमा मण्डली प्रभु तपाईको आफ्नो शरीर, तपाईको आफ्नो देह, तपाईको वचन, पवित्र आत्माको संगतिको विषयको कुराहरूमा नेपाली जगत मण्डली प्रभु यी सबै अवस्थामा, परिस्थितिमा कमजोर, लाचार, दुर्बल हे परमप्रभु यी अवस्थाको मण्डलीमाथि कृपा गर्नुहोस् प्रभु, दया गर्नुहोस्। सर्वशक्तिमान तपाईँ परमप्रभु परमेश्वरले हे परमप्रभु मानिसको विचारलाई तपाईतिर तान्ने, खिच्ने तपाईँ परमेश्वर हुनुहुन्छ। अनि यस पुस्ताका वर्तमान युगका मण्डलीको फोकसिङ प्रभु तपाईँको वचनदेखि डाइभर्ट भएर गएको छ, बिरानो भएर गएको छ, ट्विस्ट भएर गएको छ, बाङ्गिएर गएको छ।
हे परमप्रभु, अनि यो पुस्तालाई तपाईँ परमप्रभु परमेश्वरको वचनले आफ्नो तपाईँको आत्माले, तपाईँको अनुग्रह भएको आत्मामा वचनको सामर्थ्यले प्रभु यो पुस्तालाई तपाईँको मार्गमा आइपुग्न, सोझेर आइपुग्न। हे परमप्रभु, दाउदको दिन छ, मोसाको दिन छ र अब्राहमको दिन छ र प्रभु तपाईँ परमेश्वरले घोर अन्धकारको बीचमा, शत्रु ओरिरहेको बीचमा, पासोरको बीचमा, हे परमप्रभु तपाईँ परमप्रभुले मूर्तिको वरिपरि बसालेको मानिसलाई, हे परमप्रभु तपाईँ परमेश्वर आफ्नो विषयमा तपाईँको प्रसन्नताको दिन, वर्ष उग्रिएको दिनभित्र अब्राहम प्रवेश गरे छैन, छुटकाराको वर्ष ओढेर आउँदा परमप्रभु तपाईँ परमेश्वरको सम्मुख उभिन मोसाका दिन, हे परमप्रभु तपाईँको सिस्टमभित्र गन्ती गरेको दिनमा आएको मानिस, हे परमप्रभु नेपाली जगत मण्डली यस पुस्तामा गन्ती गरिएको दिनभित्र परमेश्वरमा तितार बितार भएको मन र विचार परमेश्वरमा, परमेश्वरको वचनमा त्यो तितार बितार भएको मन र विचारहरू प्रभु ख्रीष्ट यीशु प्रभु तपाईँको वचनले निकाउन, तपाईँ परमेश्वरलाई फोकस गर्न, तपाईँ परमेश्वरलाई ध्यान दिन, तपाईँ परमेश्वरलाई यस पुस्ताका मानिसहरूले, मण्डलीले, हे परमप्रभु तपाईको स्वामित्वमा उद्धारक परमप्रभु, राजा परमप्रभु, मालिक परमप्रभु, दयावन्त परमप्रभु तपाईको चरणमा आइकिन नेपाली जगत मण्डलीको कुनै पनि ल्याकत नभएको मण्डली तर परमेश्वरको सामर्थ्यले, अनुग्रहले परमेश्वरको निम्ति एउटा चौकी कन्याको रूपमा बसालेर, एउटा शिक्षकको रूपमा, एउटा अभिभावकको रूपमा, एउटा गोठालाको रूपमा, एउटा दाइ आमाको रूपमा सेवा गर्नलाई उत्तम परमप्रभुको भण्डार खोलिएका, त्यो भण्डार हे परमप्रभु त्यस मानिसको जीवनभित्र भएर पोखिन, बगिजान प्रभु तपाईँ परमेश्वरको उत्तम विचारभित्र यो पुस्तामा रन गर्न, यो पुस्तामा जिउन, यो पुस्तामा जीवन रिलिज गर्न, ज्योति रिलिज गर्न, हे परमप्रभु तपाईँ परमेश्वरको दया होस्, कृपा होस्, भलाइ होस् प्रभु। हे सर्वशक्तिमान तपाईँ परमप्रभु परमेश्वर आदमको जीवनमा सबै तितर भएका, आदम र हव्वाको जीवनमा सबै उखेलिएका, भत्किएका, ड्यामेज भएका अवस्थाभित्रको मानिस तपाईँ परमेश्वरले ती कुराहरूलाई फेरि पनि एसेम्बल गर्न, एक ठाउँमा ल्याउन, पृथ्वीका भ्रष्ट मानिसहरूलाई एउटै मानिस बनाउन, असम्भवका तपाईँ परमेश्वर हुनुहुन्न, मानिसको निम्ति असम्भव तर तपाईँको निम्ति हे परमप्रभु संसारका सारा मानिसहरूलाई एउटै शरीरमा, एउटै माइन्डमा, एउटै विचारमा, एउटै चालमा ल्याउने प्रभु तपाईँ परमेश्वरको धार्मिकता, ख्रीष्ट यीशु प्रभु तपाईको शरीर पवित्र आत्मा सन्ताप नहुनको निम्ति त्यो शरीर धारण गरेको ख्रीष्ट यीशु प्रभु तपाईको शरीरमा सम्भवका परमेश्वर बनिकिन ओढेर आउनुभएका प्रभु तपाईँ। तर हामी त हे परमप्रभु नेपाली जगत त्यो शरीरलाई हे परमप्रभु
बजारमा हे परमप्रभु एउटा बुचर जस्तै टुक्रा टुक्रा फाड्ने हामी भएका छौँ। तपाईको शरीरलाई फ्र्यागमेन्ट गर्ने, तपाईको ज्ञानभित्र प्रवेश गर्न नसक्दा, तपाईको बुद्धिभित्र प्रवेश गर्न नसक्दा, तपाईको समाजभित्र प्रवेश गर्न नसक्दा अनेकौं वर्षहरू, अनेकौं डिकेड्सहरू तपाईँ परमप्रभु परमेश्वरले आह्वान गर्नुभएका हरेक मानिसको जीवनका सुन्ने ती चोकहरूमा, ती गल्लीहरूमा परमप्रभु तपाईँ परमेश्वरको वचनको बुद्धिको आत्माका, ज्ञानका आत्माका, समाजका आत्माका तपाईँ परमेश्वरको आह्वानहरू प्रभु नेपाली जगत मण्डलीमा दशकौं दशक, वर्षौं वर्ष ओभानो भएर गएको, ती कुरामा विचार पुर्याउन नसक्दा, ती कुरामा ध्यान दिनु नसक्दा, ती कुरामा मन लगाउन नसक्दा हे परमप्रभु हाम्रो परमेश्वरको आह्वानलाई, हाम्रो परमेश्वरको सल्लाहको आत्माद्वारा दिएका इन्स्ट्रक्सनलाई हे परमप्रभु पुस्ता पुस्ता, डिकेड्स आफ्टर डिकेड्स, वर्षपछि प्रभु हरेक वर्ष यी सबै कुराहरूमा प्रभु हामी हे परमप्रभु निरुत्तर, फलविहीन, गोडगाड नभएको, बिउ नछरिएको हे परमप्रभु ती ढुङ्गेनी, ती काँडाघारी, ती बाटोमा परेका अवस्थाका प्रभु हामी नेपाली जगत मण्डली हे परमप्रभु हामीमाथि दया गर्नुहोस्, ल हामीमाथि कृपा गर्नुहोस्। सर्वशक्तिमान तपाईँ परमप्रभु परमेश्वरमा मात्र सम्भव छ प्रभु। एउटा बिग्रिसकेका, एउटा भत्किसकेका, एउटा उखेलिसकेका, एउटा अस्तित्व गुमाइसकेका, मक्किसकेका, धमिरा लागिसकेका, कुष्ठरोग लागिसकेका, सरुवा रोग लागिसकेका, पुस्तौं पुस्ता सार्ने रोग बसलिसकेका नेपाली जगत मण्डलीलाई प्रभु हे परमप्रभु त्यसको जरामा खारा समुद्रमा तपाईँको जीवनका पानी, नदी, बेसर प्रभु नेपाली जगतको मण्डलीभित्रका जरामा कुहिएको अवस्थामा, मक्किएको अवस्थामा, धमिरा लागेको अवस्थामा, कुष्ठ रोग लागेको अवस्थामा, सरुवा रोग लागेको अवस्थामा हे परमप्रभु नेपाली जगत मण्डलीको सेवाको जराभित्र, संगतिको जराभित्र एक ठाउँमा भेला हुने स्वभावको जराभित्र हे परमप्रभु निको पार्नुहोस् प्रभु, सङ्घाइदिनुहोस् प्रभु। सर्वशक्तिमान तपाईँ परमप्रभु परमेश्वरमा आफ्नो वचनद्वारा तपाईँ परमेश्वर पुस्ताौं पुस्तालाई निको पार्नुहुने, आशिषमा लानुहुने, आशिषित पुस्ता बसाल्नुहुने प्रभु हे परमप्रभु तपाईँ परमप्रभु परमेश्वरले सेतबाट बगेर आइरहेका तपाईँ परमेश्वरको धार्मिकताको विषयलाई हे परमप्रभु ती गडबड गर्ने, ती अलमलाउने, ती परमप्रभु परमेश्वरको विरोधका मुद्दा र मामिलाहरू नोआको दिनसम्ममा चुलिएर आइसके बसालिएका ती अवस्थामा हे परमप्रभु तपाईँ परमेश्वरको बुद्धिका कतका, समझका कतका, ज्ञानका कतका, धार्मिकताका पाइला परमेश्वरको आत्मामा भएको, आत्माले ढोरिएका, भिजिएका हे परमप्रभु नोआको दिनमा परमप्रभु नोआले आफ्नो जीवनमा, आफ्नो परिवारमा परमप्रभु परमेश्वरबाटका त्यस आदममा तपाईँ परमेश्वरले सुरुवातमा हालिएका परमप्रभुको स्वभाव
तपाईको स्वरूप भ्रष्ट पुस्तामा, दुष्टताको बीचमा, भ्रष्टताको बीचमा, अधर्मको बीचमा, हे परमप्रभु तपाई परमेश्वर, ती तपाई परमेश्वरका स्वरूपलाई, ती तपाई परमेश्वरको धार्मिकताको कदमा, पवित्रताको कदमा, निर्दोषताको कदमा आफ्नो जीवन, आफ्नो परिवारको जीवन तपाईको सामु अनन्तका तपाई परमेश्वरको विचार, हे परमप्रभु, दुष्टता भ्रष्टताको बीचमा नोआको परिवारमा, नोआको जीवनमा एउटा गोडगाड गर्नलाई, एउटा नयाँ काम थालनी गर्नलाई पाएको जीवन, हे परमप्रभु, पाएको परिवार, परमप्रभु तपाई परमेश्वरले ती दिनमा तपाईको धार्मिकताका कुराहरू रोपेका बिउका उन्नतिका कुराहरू एउटा परिवारद्वारा सुरु गर्नुहुने प्रभु तपाई, एउटा नयाँ संसारमा प्रवेश गराउनुहुने प्रभु तपाई, हे परमप्रभु, हामी नेपाली जगत मण्डली यो पुस्तामा बसालिएका परमप्रभुको सेवा गर्नु, परमप्रभु परमेश्वरबाटका हिलिङ मिराकल्स, विश्वासका कथका सेवा गर्नु, गोठालो खतका सेवा गर्ने, परमप्रभुको वचनको एउटा, हे परमप्रभु, दिदास कलश रूप परमप्रभुको वचनको इन्स्ट्रक्सन दिने, वचनको सेवा गर्ने, वचनको फाउन्डेसन हाल्ने, वचनको सत्यतामा डुबाउने, यीशु प्रभु तपाईमा, तपाई प्रभुले आफ्नो शरीर बसाल्नु भएको, हे परमप्रभु, ती कुराहरू एसेम्बल्ड हुनलाई म प्रार्थना गर्दछु, जसरी तपाई प्रभुले आदम अनि हव्वाको जीवन बिग्रिएको, सडेको, गलेको अवस्थामा सारा उनीबाट जन्मिएका, उनीहरूबाट बगेर आएका त्यो संसार बिग्रेको अवस्था प्रभु तपाई परमेश्वरले हाबिलको पहिलादेखि प्रभु तपाई परमेश्वरले शेतको, एनोसको गर्दै गर्दै प्रभु तपाई परमेश्वरले, हे परमप्रभु, मोसा दाउदको जीवन पुस्तामा तपाई परमेश्वरले एसेम्बल गर्नुभएका परमप्रभु तपाई परमेश्वर, त्यो परमेश्वर हुनुहुन्छ। अनि हामी नेपाली जगत मण्डली प्रभु तपाई यीशु प्रभुको शरीर, हरेक घरना, हरेक शरीरको अङ्गहरू तपाईले एसेम्बल गर्नुभएका कुरालाई बिगार्ने, तित्तर भित्र पाक्ने, कानले आँखालाई मलाई चाहिँदैन भन्ने विषयका मुद्दा र मामिलाहरू सृजना गर्ने प्रभु हामी नेपाली जगत मण्डली बसालिएको शरीरको सुन्दरता लाई, हे परमप्रभु, बिगार्ने, भद्रखोल गर्ने, तितर बितर गर्ने मण्डली, हे परमप्रभु, हामीमाथि दया गर्नुहोस् प्रभु। तपाई परमप्रभुले अनेकौं पुस्ता लगाए तपाईको माइन्ड, थट्स, विचार, चालहरू आफ्नो वचनद्वारा, व्यवहारद्वारा परमप्रभु तपाई परमेश्वरले आदमलाई परमेश्वरको छोरा भनिकिन इन्डोर्स गरिकिन तपाई परमेश्वरको माइन्ड, थट्स र विचारहरू हरेक पुस्तामा एसेम्बल गरिकिन मोसाका दिनमा तपाई परमेश्वरले हेभेनली, स्वर्गीय, अनन्त तपाई परमेश्वरको माइन्ड, विचार, तपाई परमेश्वरको योजना, उद्देश्य, अभिप्राय, हे परमप्रभु, इन 40 days, 40 दिनभित्र एउटा मानिसको जीवनलाई अनन्तका परमेश्वरको विचारहरू देखाउन, अनन्तका विचारहरू कोरिदिन
ती सबै कुराहरू यस पृथ्वीमा जिउने मानिसको जीवनबाट ती कुराहरू बसालिनलाई परमप्रभु परमेश्वरमा भएका मानिस भएर ती कुराहरू उत्रिनलाई हे परमप्रभु तपाईँ परमेश्वरले दिनुभएका सेवाको कारण यीशु प्रभु त्यो तपाईँ परमेश्वर जसले आफ्नो शरीरमा ती कुराहरूलाई सारा पृथ्वीको मानिसहरूलाई इभन खतनावाला मानिसहरूलाई पनि कलमी गरिकन एसेम्बल्ड गर्नुहुने प्रभु तपाईँ हे परमप्रभु तपाईँ परमप्रभु परमेश्वरलाई प्रभु तपाईँको वचनलाई नजान्दा नबुझ्दा रहस्यका भेदहरूभित्र प्रवेश गर्नु नसक्दा ती कुराहरूमा मोसा हारून सामुएल जस्तै परमप्रभु तपाईको सामु पुजारीगिरीको सेवाको काम गर्ने परमप्रभुको सामु धूप बाल्ने ती काम नबुझ्दा हे परमप्रभु तपाईको नजिकमा नेपाली जगत मण्डली आउनु नसक्ने अवस्था परिस्थिति हे परमप्रभु नेपाली जगत मण्डली हामी बरालेका भेडा छ हे परमप्रभु तपाईको विषयलाई नबुझ्ने तपाईको विषयलाई हे परमप्रभु हामी नेपाली जगत मण्डली 15 मिनेट भन्दा ज्यादा सुन्न नसक्ने मण्डली भएका छौँ तपाईको वचन हे परमप्रभु ग्रहण गर्न नसक्ने अवस्था बसालेका छौँ प्रभु वर्तमान पुस्तामा आदम र हव्वाको दिनमा बिग्रिएको संसार अहिलेको यस पुस्तासम्ममा हे परमप्रभु मण्डलीको सोचाइ र विचारहरू संसारिक तत्त्वहरूले संसारिक एलिमेन्ट्सहरूले संसारिक मेटेरियल्सहरूले संसारिक पन्खा माइन्ड र विचारलाई भूमि उभानो भएको छ र बाँझो भएको छ र प्रभु यो पुस्तामा बाँझो जमिन हुनलाई खन्जत गर्नलाई नसकिने कठोर हे प्रभु जमिन भएको अवस्थामा शत्रुको पासोमा प्रभु हामी परेका छौँ ल ठाइमाथि दया गर्नुहोस् ल ठाइमाथि कृपा गर्नुहोस् यस पुस्ताले तपाईँ परमप्रभुको वचनको झरीभित्र खन्चोत गर्नलाई मलिलो पार्नलाई परमप्रभु परमेश्वरबाटको कुरालाई हे परमप्रभु सामुएलको दिनमा सामुएलले परमेश्वरको घरभित्र आफ्नो परमेश्वर बोल्नु भएको कुरालाई खारिज गर्ने मानिस सर यो पुस्ता परमेश्वरबाटका अथोराइज डकुमेन्टेसन दस्तावेज भएका इन्डोर्स भएका पवित्र आत्माको मन्दिर कहिलेका ठहरिएका उहाँको अभिप्राय ठहरिएका उहाँको सत्यताभित्र उहाँको वचनको धार्मिकताभित्र उहाँको वचनको पवित्रताको सुसंगीतभित्र पवित्र आत्माको मन्दिर बसालेका तपाईको मन्दिर प्रभु हे प्रभु यी पुस्तामा बेखामको नहुन प्रभु दया गर्नुहोस् प्रभु तपाईँ परमप्रभु परमेश्वरलाई यो पुस्ताले सिरोपर गर्नु अब्राहमको दिनले अनेकौं कष्टको हुरी बतासको बीचमा पनि प्रभु तपाईँ परमेश्वरले तपाईको अभिप्राय पूरा गर्नलाई तपाईको योजना पूरा गर्नलाई तपाईँ परमेश्वरले तोकेको समयलाई ल्याउनलाई हे परमप्रभु मानिसको कमजोर दुर्बलतालाई सल्लाह दिनुहुने परमेश्वर प्रभु नेपाली जगत मण्डली हे परमप्रभु साराको रूपमा प्रभु परमेश्वर तपाईको वचन
वचनका ज्योतिका कुराहरू धारण गर्नको निम्ति सहायता गर्नुहोस् प्रभु नेपाली जगतलाई। न कि हे परमप्रभु यस्तो अवस्थामा परिस्थितिमा सुक्खापन, खडेरीपन, बाँझो अवस्था, बाँझी अवस्थाका नेपाली जगत मण्डलीमा यी अवस्था र परिस्थितिमा प्रभु हागरका रूपमा हागर नभित्रिनलाई, चञ्चलता नभित्रिनलाई, मानिसका मनका सोचाइ र विचारहरूको चञ्चलता यो पुस्तामा नपस्नलाई हे परमप्रभु म पुकारा गर्दछु। सर्वशक्तिमान तपाईँ परमप्रभु परमेश्वर, हे परमप्रभु यी दिनमा यी समयमा नेपाली जगत मण्डलीलाई तपाईँ परमप्रभु परमेश्वरतिर फर्काउनु। तपाईँ परमप्रभु परमेश्वरतिर तपाईँको वचनका घेराभित्र, तपाईँको अनुग्रहको घेराभित्र तपाईँ परमेश्वरको काम गर्ने हातका शिवकलाको घेराभित्र नेपाली जगत मण्डली बसालिन। हे परमप्रभु तपाईँ परमेश्वरले तपाईँको मानिसहरूको खातिर हे परमप्रभु तपाईँ यीशु प्रभुको दिनमा, कष्टको दिनमा स्वर्गदूत खटेर आएछ। पत्रुसको दिनमा स्वर्गदूत खटेर आएछ। प्रभु नेपाली जगत मण्डलीलाई यो अवस्था र परिस्थितिमा प्रभु सहायता पठाइदिनुहोस्। प्रभु तपाईँको मानिसको खातिर, तपाईँको देहमा बसालेका यो पुस्ताको खातिर, यो पुस्ता हे प्रभु, हे परमेश्वर आंशिक रूपमा काम नहुन तर तपाईँ परमेश्वरको वचनको गहिराईको, ज्योतिको, आत्माको, जीवनको भरपूरिताको हरेक सन्तहरूमा हे परमप्रभु सन्तानलाई दिएको अनुग्रहमय पाथवेजहरूको निम्ति त्यसको खातिर प्रभु तपाईँ परमेश्वर इजरायलीहरूको निम्ति, अब्राहमका प्रतिज्ञाका सन्तानहरूको निम्ति, यरुशलेम बसालेका, सियोन बसालेका, ती दिनमा ती समयमा कमजोर भएर गएको अवस्थामा सियोनको खातिर, यरुशलेमको खातिर परमप्रभु तपाईँ परमेश्वर चुप लाग्नु भएन, मौन भएर बस्नु भएन। इभन तपाईँ परमप्रभु परमेश्वर अयुबको दिनमा तपाईँ मौन भएर बस्नु भएन। तपाईँ परमप्रभु परमेश्वर एलीहुको परमेश्वर तर्फका कुरा हे परमप्रभु उसको मुखबाट तपाईँ परमेश्वरको व्यवहारहरू खोलिदा परमप्रभु तपाईँ परमेश्वर इन्टरभेन गर्नलाई ओर्ल्याउनु, तपाईँ परमेश्वरको विषय कुरामा हस्तक्षेप गर्नलाई ओर्ल्याउनु भयो। लर्ड यी दिनमा, यी समयमा नेपाली जगत मण्डली भित्र यो पुस्ता हे परमप्रभु तपाईको वचनभित्र भएको शक्तिको सामर्थ्यमा नपातलिन, हल्का नबनिन, हल्का नठहरिन, तपाईको दृष्टिको धार्मिकताको नापमा कम असल नहुन, तपाईँ परमेश्वरको दृष्टिमा गरिएका कामहरू ब्लेमलेस ठहरिन। हे परमप्रभु यो पुस्ता तपाईँ परमेश्वरको अनुग्रहको भरपुरीमा, तपाईँ परमेश्वरको कृपाको भरपुरीमा, तपाईँको दयाको भरपुरीमा, तपाईँ परमेश्वरको हातमा खराबीलाई भलाइलाई जित्ने तपाईँ परमेश्वरको वचन, तपाईँको हातमा तपाईँको ज्योति यो पुस्तामा हरेकको जीवनलाई दिएका अनुग्रहको नापको सेवाको कामहरूमा हे प्रभु बलियो भएर आउन, ती सेवाको कामहरूमा नबिटुलिन, ती ओभानो भएर नजान, ती कुराहरूको जराभित्र नमकिन, नकुहिन,
सरुवा रोग नपस्न, पुस्तौं पुस्तालाई हानि गर्ने, पुस्तौं पुस्तालाई नोक्सानी गर्ने, हामका छोरा कनानलाई श्राप परेको छ र प्रभु नेपाली जगत मण्डलीमा जराभित्र आउने पुस्ता प्रभु नबिटुलिनलाई, यो पुस्ता नबिटुलिएको अवस्थाको परमेश्वरको वचनमा जरा गाडिएका बारा रहन प्रभु तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। म प्रार्थना गर्दछु प्रभु, धन्य होस् प्रभु तपाईँको नाम, अनुग्रह होस् प्रभु तपाईँको नाम, येशू प्रभु तपाईँको नाम।